एनसिएल छ तल घरहरु त है मनोकामनाको यात्रा चाहिँ डर भइरहेछ कि पुरै भिडियो गरेर जानु पर्यो क्या पहाडको पाइपको लाइन खनेर रहेछ ए पाइपको लाइन ल कि पारो त यो जना पहिलाको हिँड्ने जाने बाटै हो नि हाम्रो म पहिला हिँड्न जाने अलि जुम गरेर तान्नु पर्यो त हिँड्न जाने र है हामी अहिले मनोकामनाको मन्दिर गइरहेको छौँ हाम्रो अङ्कल आन्टी यता भाइ सुर देखाउनु पर्यो मेरो पनि देखाउनु पर्यो सुर हामी तलबाट आइरहेको छौँ मनोकामनाको चाहिँ केबल कार चढेर सुकेछ घाटे सालको टुप्पा सुक्यो भन्नुहुँदैछ हाम्रो यहाँ बाबा है राम्रो गाडी त 70 भएर सुकिहालेछ नि है गाडी सुक्यो मेरो गाडी घाटे अनि भो हेलो एभ्रीबडी हाम्रो गाडी अलि आइ यात्रा तपाईँलाई कस्तो लागिरहेछ आजको यात्रा केबल कारको यात्रा के भयो भने छोडियो त हैन केबल कार त के भयो अगाडि अरे ऊ तल आउँदैछ माथिबाट पनि घोप्टिँदैछन् मान्छेहरू भन्ने कुरो ठिक छ ल हाम्रो छिमेकीहरू तल उहाँको पहिलोचोटि हो र तपाईँ कति दोस्रो चोटि कि पहिलोचोटि तेस्रो चोटि ठिक छ यो तेस्रो चोटिमा चाहिँ के गर्नु फेसबुक लाइभ के अरे लाइभ मैले हान्डल तेस्रो चोटि आउँदाखेरि के गर्नु गर्नु हाम्रो अङ्कल उहाँले हेरिरहनु माथि भएको बसेर छ। डिस्ट्रिक्ट गर्नु हाम्रो सुनिल अङ्कलले हेरिरहनु भएको छ उहाँलाई नमस्ते होइन के हो राम राम सरर केबल कारेमा भन्छ है यो बस चाहिँ आज सिद्रा सुकाइ भइरहेछ मनोकामना लगभग आज हरिन्छ क्या आज होइन बाई बाई है अब यहाँ जतिसम्म पायो नि त बाई भन्नु सुनिललाई मिर्गा देखाउँछ मिर्गा ए मिर्गा देखाउन खोइ मिर्ग देखाउ सुनिल मैले देखाउ हेरिरहनु भएको छ मिर्गा देखाउ यहाँ चाडा खुट्टा छ त मिर्गा खोजा हाम्रो माम कान्छीको आम्मामा साह्रै रमाइलो डाँडा यहाँ माथि आइपुग्यो कहाँ हो कहाँ पुरै चाडा खुट्टा देखिरहेको छ मिर्गा त माम कान्छी उताबाट एकचोटि यता देखाइदिनु त डढेलो हेलो नमस्ते सबैजनालाई यता पूजा बाबा आएको देखाइदिनु यतै ढलाउनु पर्यो भिडियो भयो यो पनि यो पनि भेटिया भिडियो है हामी 3-4 भाइ ल ठिक छ मैले फेसबुकमा आज हामी सबै फेमिली जान्छौँ है मनोकामना हाम्रो हेर्नु फ्यामिली आज हामी 5 जना छौँ भनौँ न आज 5 जना छौँ 2 बाउ 2 छोरा 1 आमा अब यस्तै हो माथि माथि उडाएर ल्याउँदा रहेछ ठाकुर पाएको देखाउन हौ त ठाकुर पाएको राम राम पोका पोका झरेछ त बङ्की बङ्गाटे उँभो पो हेर्नु पर्ने म त उदै हेरे पनि डर